हेलो साथीहरू, गुड इभिनिङ। आज चाहिँ फेरि सेकेन्ड डे मेरो ब्लग लिएर आएको छु। आज चाहिँ हामीहरू कहाँ आएको छु भन्दाखेरिमा सिटी सेन्टर आएको छु हो, हाम्रो फेभरेट। भयो तिमीहरूको सपिङ? हामीले यहाँ बाहिर निस्केर पर्खिरहेको थियौँ। यहाँ चाहिँ आमाहरूले हाम्रो यहाँ सपिङ भयो आज म्याक्समा, अलिकति ट्रेन्डमा। गरे के किन्यौ? पछि देखाउनु पर्छ हो। मेरो नौलु बाबा, मेरो भदै केटा त ऊ फोनमै छ। खै तेरो फोन? आमा पानी खाने अरे अहिले के डोमिनोसको त्यहाँ छ त। अब यहाँ बुढो चाहिँ हत्तो हैरान भयो। ऊ त चामलिङ नेचर लभर हो कि, अन्त उसलाई यस्तो मलहरू चाहिँ उसलाई मन पर्दैन हो। नेचर लभर भएर चाहिँ उसलाई नेचरै मनपर्छ। एकदम मन पर्दैन मलाई। तिमीले वाक्कै लगाउँछु फेरि। ड्राइभर साहेब हो नि त हाम्रो। ड्राइभर होला, म त लिएर आएको। हामीलाई त पुरा मजा आउँदैछ। सिटी सेन्टरको नजारा चाहिँ यस्तो छ। नानीहरूलाई लुट्नुको लागि सबै घोडा, अन्त यहाँ ट्रेन। अब एकछिनमा मेरो भदै केटा पनि उफ्रिन्छ है। अब भदै केटा फोनमा पिच्ची भएर चाहिँ नि यसले राइडहरूमा चढेको छैन कि। ल अब कहाँ जाने? ह्याब्स बाहिर निस्केर नि माथि रुफमा बसेर खाऊ न। के खाने? पिज्जा ऊ त्यहाँ पास्ताहरू खाने? पिज्जा। सुन्न, यहाँबाट निस्केर नि बाहिर अझ एउटा रेस्टुरेन्ट टाइपको छ, छतमा बसेर खाऊ न। नौलु बाबा चलो। हाम्रो यो सपिङहरू अब कम्प्लिट भयो। अब हामी चाहिँ खानाकोपट्टि लागेको। कहाँबाट आएको? यो रेस्टुरेन्ट चाहिँ बेसिल हो, द बेसिल। हामीहरू यहाँ आएको थिएँ, हाम्रो फ्रेन्डसिप डे मनाउनु आएको थिएँ। साथीहरूलाई याद होला, हामी 4 जना आएको थिएँ फ्रेन्डसिप डे मनाउनु। ए कहाँ गएको त? गेम खेल्ने? भाइको पैसा गयो। गेम खेल्छ अरे नमिल्ने। मेरो आमा कति राम्री देखेको, दामी देख्दैछ। हामी चाहिँ भदैले गेम खेल्छ अरे कि, अन्त गेम खेलाउनु लिएर। कुन चाहिँ गेम खेल्ने? यस्तोहरू रहेछ गेमहरू। चाहिए विजयी हो के लौटिए। यहाँ चाहिँ गेमको उत्योहरू रहेछ, मेन्यु चार्ट रहेछ, जुन पनि गेमहरू सेलेक्ट गर्न सक्छ। हेलो, बेस्ट अफ लक। Stein, you find that tablet. I'll keep him off your back. भदैले मार्यो। मार्यो भदैले। काका हेर्दैछ। यसको मुख हेर न, नानीहरूको पैसा लुट्थ्यो होइन।
हजुरले भन्दै थिए अँ अँ यहाँ चाहिँ कि सानो नानीहरूको भर्खर जन्मिनु आँटेको नानीहरूको जन्मिसकेको नानीहरूको आमाहरूको न्यू बोर्न बेबी र न्यू ममहरूको सबै ड्रेसहरू पाउँछ। अब भदैले चाहिँ उ त्यो खेल्दैछ, क्रिकेट खेल्दैछ नि भाइ। छक्का लगा छक्का। एकछिन राख ब्याट त्यसलाई म चाहिँ एउटा Shot. आँटी आफै आउट भयो क्या यहाँ चाहिँ मसाज हुँदैछ अनि मसाज चेयर हो यो, दामी हुन्छ। यहाँ चाहिँ मेन्यु डिसाइड हुँदैछ कसले के खाने। हामीहरू यतिजना छु कि कसले के खाने डिसिजनै लिनु सकेको छैन। चोइस गरिहाल न। अरे भनिहाल्यो म हामी त भनिसक्नु खालि नौलु बाबा के खान्छस्? चिकन गर्नु भनेको तपाईँले अल चिकन पिज्जा। अल चिकन पिज्जा। अच्छा के खान्छौ? पिज्जा खाँदैछु, कर्नवाला पिज्जा। कर्न पेपर पिज्जा यहाँ चाहिँ यस्तो छ भ्यू, खै देखाउँ त। हामीहरू पहिला पनि आएकै हो बर्लिन। यहाँ चाहिँ रुफमा छ। यो चाहिँ हो सिटी सेन्टरको भित्र त होइन, अलिक बाहिर निस्केर पिज्जा हटको छेउमा राम्रो पाउँछ यहाँ। हामीहरू कहिले आएको थियो? 25 डिसेम्बरमा आएको थियो हो। राम्रो लाग्यो यहाँको मेन्यु, टेस्टी छ। क्यारल पनि भइरहेको थियो, तपाईँहरूलाई थाहा होला, मैले पोस्ट गरेको थिएँ हो। कस्तो छ बुढो? यो चाहिँ मकटेल आयो। तपाईँको यो चाहिँ भाइको। दुसरी बार यो चाहिँ मेरो अल्फ्रेडो पास्ता। आज हामी सबै मिलेर यहाँ इन्जोय गर्दैछु, तर मेरो छोरीलाई बहुत मिस गरिरहेको छु। अरे मेरो पास्ता, बुढोको पनि पास्ता, दुईटा पिज्जा छ। स्पेसल यो भाइले स्पेसल तपाईँको लागि बेकन पास्ता। मेरो चाहिँ अल्फ्रेडो पास्ता। यो चाहिँ टेस्टी हुन्छ नि अल्फ्रेडो, दुईपल्ट खाइसकेँ। यो नौलुको, यो मेरो भदैको पास्ता। के पास्ता बेटा? ए पिज्जा कि पिज्जा हो? अल चिकन पिज्जा। त्यसको हालत खराब भइसक्यो। पानी स्प्रे गर्छ। यो चाहिँ पेपर कर्न पिज्जा। त्यो नि ड्रम हो भएन पानी। कम पिज्जा हैन यो, आकै छैन त्यो। त्यो चाहिँ बोजूको हो। तिम्रो चाहिँ के पिज्जा हो? पहिला बेङ्गलमा थिएन यो। यो बोजूको? यो त स्मुदी भयो। कोही बात छैन। यो चाहिँ बोजूको एकदम राम्रो। दामी रहेछ बोजू। सबसे अच्छा भन्छ नि। भयो लु स्टार्ट गरौँ होला। नौलुको यहाँबाट बोजूसँग खाँदै गर, आइहाल्छ नौलुको। आमा प्लेट छ त एउटा सबले सेयर गर्नुपर्छ। लाउ न प्लेट। तिमी एउटा राख। तपाईँको मलाई दिनु। यो पिज्जा कसको? मजाको रहेछ, स्मोकी फ्लेभर छ। खानापिना भएर बाई। के नाम हो तिम्रो?
राम्रो एकदम सर्भिस बहुत राम्रो। अब चाहिँ हामीहरू फर्केको। ए ए ए लाग्ला लाग्ला। यहाँ चाहिँ अलिक सिडीले गर्दाखेरि आमालाई अलिकति असुविधा हुँदैछ। यहाँको चाहिँ तपाईँहरू सबै आउनु सक्नुहुन्छ। बर्लिन कफी हाउस एकदमै टेस्टी, सर्भिस पनि बहुत राम्रो। हाम्रै दाजुभाइहरू रहेछ, बहुत राम्रो लाग्यो है आमा? राम्रो लाग्यो नि खानाहरू? बहुत राम्रो बुहारीलाई पनि दामी लाग्यो होला। पिज्जा खाएँ मैले त। लु अब हामीहरू घर आइपुग्यो। घरमा आएर कसले के किन्यो सबै हेर्दैछ। मेरो भाइको टोन देख्यो। यो चाहिँ आमाले ज्वाइँको लागि किनिदिएको। राम्रो छ है भाइ? भित्र उत्यो लगायो, बाहिर आउटर। अन्त यो छोरीले उडिरहेछ। यो अझै एउटा हो। सब थाकेर हत्तु भएर पेट भरेर हामी बसिरहेछ। भालु बोजूले माया गर्दैछ। बोजूलाई चुम्मा खाइदियो, बोजूलाई चुम्मा खाइदियो। गुड बाई गुड बाई गुड बाई भयो। त्यो चाहिँ यहाँ हाम्रो बुहारीले देखाउँदैछ। बुहारी देखाइदेऊ एक एकवटा। तपाईँहरूलाई देखाउँदैछु है के सपिङ गरेँ। यो चाहिँ हो डिक्याथ्लोनबाट हामीले, यो चाहिँ ह्याङ्की लिएको। सायद यो मेरो योगामा काम आउँछ है बुहारी? राम्रो अब्जर्भ गर्छ त्यस्तै लाग्यो। नेक्स्ट चाहिँ यो मेरो हस्बेन्डको लागि डिक्याथ्लोनबाट लिएको। राम्रो छ, रिजनेबल प्राइसमा छ, अफर चलिरहेको थियो हो। अन्त यो दुईवटा लिए हामीले। खै एउटा यो अरू एउटा यो ब्ल्याकमा। यो दुईवटा यति राम्रो फिट भयो, यति राम्रो हल्का समर फ्रेन्डली छ। अनि मेरो भाइले पनि यस्तै दुईवटा लिएको छ, सेम भेनाकै जस्तो। अनि अब मेरो बुहारीको, खै मेरो बुहारीको यो मेरो बुहारीले लिएको कुर्ती म्याक्सबाट है बुहारी? बहुत राम्रो लाग्यो यो पनि। कलकत्तामा त यति गरम छ, यो चाहिँ लगाएर बुहारी चाहिँ एकदम कुल ठन्डा कुल हुँदै हिँड्ने। अन्त साइड दोकानदार साइड यो चाहिँ हो मेरो हस्बेन्डको सर्ट। अझ एउटा बुहारी देखो, यो दुईवटा म्याक्सबाट लिएको। यो चाहिँ हाम्रो आमाले ज्वाइँको लागि किनिदिनु भएको। यो दुईवटा अहिले चाहिँ यो ट्रेन्डमै छ। साइड अनि यो मेरो बुहारीको जुत्ता हो, डिक्याथ्लोनबाट लिएको। साइड अनि यो चाहिँ मेरो बुहारीको टप हो, बहुत सुहायो यो टपले। यो अझ एउटा टप हो। यो सब कहाँबाट बुहारी? ट्रेन्ड होइन, म्याक्सबाटै लिएको। म्याक्समा लेकिन राम्रो छ हौ, बजेट फ्रेन्डली छ है। अन्त नेक्स्ट यो बीच कलरको प्यान्ट दामी छ। यो ट्राउजर पनि बुहारीलाई बहुत सुहायो। यति मात्रै अरे कि हाम्रो बुहारीले चाहिँ? यति मात्रै हो? अब भोलिको लागि पनि छ है। भोलि चाहिँ हामीहरू सिलगढी जाँदैछु। नेक्स्ट त्यहाँको हामीहरू लिएर आउनेछु के किने हामीले हो। अन्त चलिरहेछ सपिङ। बाई भन्दा बुहारी खुसी आज एकदम सपिङ गरेर? नौलो त्यो चाहिँ खाएर खुसी है, त्यो चाहिँ खाएर खुसी है।